नेपाली र म्याक्सिमम पेट बढ्ने समस्या देखिनुको कारण के हो त? हाम्रो चाहिँ खानपिनबाटै सुरु हुन्छ पेट बढ्नुको लागि भनेदेखि चाहिँ पहिलो हुन्छ हाम्रो चाहिँ कार्बोहाइड्रेट युक्त खानेकुरा, एकदमै धेरै कार्बोहाइड्रेट युक्त खानेकुरा हुन्छ भनेदेखि, अनि हामीमा चाहिँ शारीरिक क्रियाकलापको चाहिँ एकदम नै कमी हुन्छ। हामी चाहिँ अफिसमा काम गर्छौँ भनेदेखि बिहान उठ्ने, अफिस जाने, आउने, सुत्ने नै हुन्छ। त्यसपछि गएर अर्को भनेको हाम्रो बढी तेल, घिउ र चिनीको प्रयोग। सुगरले चाहिँ एकदमै चाँडो फ्याट बढाउँछ भनेदेखि, अनि त्यो भएर चाहिँ हामी चाहिँ जेमा नि सुगर प्रयोग हुन्छ भनेदेखि तेल चाहिँ एकदम म्याक्सिमम हालेर एकदम चिल्लो खानेकुरा खाने बानीले पनि पेट बढाउँछ र सँगसँगै असन्तुलित खाना खाने बानी। यो भन्नाले चाहिँ हाम्रो चाहिँ अब कति बेला खाना खाने टाइमिङ हाम्रो ठ्याक्कै एक्ज्याक्ट हुँदैन भनेदेखि, अनि बिहान चाहिँ हामी त्यस्तो धेरै खानालाई प्रायोरिटी दिँदैन भने बेलुका चाहिँ सुत्नुपर्छ, निन्द्रा लाग्दैन भनेर हामी खानै खान्छौँ, त्यसले पनि गाह्रो हुन्छ। र अनि अर्को मेन भनेको त अब हाम्रो राति सुत्ने बेला त्यो ड्रिङ्क्स गरेर सुत्ने बानीले त झन् खतमै बनाउँछ र तनाव र निन्द्राको कमी पनि हो। एक त अब हाम्रो ठ्याक्क टाइमिङ हुँदैन, यही टाइममा सुत्ने त्यो टाइममा उठ्ने भन्ने टाइमिङ हुँदैन, सुत्ने उठ्ने टाइमिङ बिग्रियो भने पनि अनि इरेगुलर हुँदा पनि हाम्रो चाहिँ पेट बढ्ने समस्या हुन्छ। मेरो फिजिकल फिटनेसको डेट एन्ड चाहिँ आज यही हुनुहुन्छ र मलाई फलो गर्नु भएको छैन भने अहिले फलो गरिहाल्नु होला।